हेलो एन्ड नमस्ते सबैलाई र मेरो छोटो भिडियोमा हजुरहरूलाई वेलकम छ। र आज मैले भिडियो के ल्याएको छु भने मलाई अलिकति डिफ्रेन्स पनि देख्नुभयो होला हजुरहरूले। कपाल लामो हुन्थ्यो, क्याप लाउँथेँ, तर अहिले चाहिँ मैले आज कपाल चट्ट पारेर सर्ट हेयरमा अब काम सुरु हुँदैछ अस्ट्रेलियामा। त्यही भएर अब कामको लागि भए पनि कपाल काट्नु पऱ्यो, मन नलाग्यो भने कपाल काटेँ। तर अर्को मेन कुरो के हो भने कपाल त काटेँ, तर कपालको काटेको दाम सुत्दा त म सातो नै गयो एकछिन चाहिँ। नेपालमा हामी 150, 200 वा 250 तिर्दा नि ओहो कति बेसी लिएको, डिस्काउन्ट गर्न भन्थ्यौँ भने यहाँ एउटा कपाल यति कपाल मात्रै काटेको, यो पनि पुरै काटेको होइन, हल्का मिलाएर त्यो उताको जस्तो मजाले पनि होइन ठ्याक्क काटेको। दाम सुर्दा म माई गड 4000 तिरेँ। पहिला त साथीभाइहरूले भन्थे, आफन्तहरूले भन्नुहुन्थ्यो कपाल काटेर आइज है, यहाँ धेरै महँगो छ भनेर। तर मैले काटौँलाई नि उता गएर भने, तर अब कामको लागि काट्नै पऱ्यो र काट्दा चाहिँ माई गड नेपाली 4000 गयो। त्यही भएर मैले त स्याप्पै काटिदिएको। अब चाहिँ मसिनो भयो नि मतलब भएन, किनकि 4000 तिर्नु कहाँ सकिन्छ र त्यही छ। त्यति भन्नुलाई नै मैले छोटो भिडियो लिएर आएको कि